तिमी यहाँ कसरी सोच्नै सकेको थिइनँ मैले। सीता तिमी नै हौ। तिमी धेरै थाके जस्तो देखिन्छौ। के तिमीलाई ठिक छ कि ठिक छैन? ठिक छु राम। अनि तिमी कहिले गाउन? 1-2 दिन भयो। सीता 1-2 दिन बस्छौ होला नि? खै राम, थाहै छैन। ओहो दिदी, हजुर आइपुग्नु भयो? आइपुगे बहिनी। के भयो दिदी, हजुर त निराश देखिनुहुन्छ त? खासै त्यस्तो केही पनि होइन दिदी, हजुरलाई केही त भएको हुनुपर्छ। नत्र सधैँ हजुर हाँसेर हिँड्ने मान्छे आज यति धेरै निराश देखिनु भएको छ। के भयो दिदी तपाईँलाई? केही त भन्नुहोस् न दिदी, मलाई आफ्नै बहिनी सम्झेर भन्नुहोस् न। हुन्छ बहिनी, भनौँला म। हस् बहिनी, अहिले म जान्छु है। दिदी, अघि मैले सोधेको कुरा भनेर मात्रै जानुस् है। रामदाई, एउटा कुरा सोधौँ? भन न तारा, के कुरा होला? हाम्रो सीता दिदी पनि आउनु भएको रहेछ नि। मैले पनि भेटेको थिएँ। भेट्न त मान्छे चाहिँ अलि निराशै थिइन्। अहिलेको जमानामा अब घरवासी समस्या के हुन सक्छ बहिनी? बोला सरगम, 5 वर्षपछि पनि उस्तै पो रहेछ त तेरो पाइला। फेरिने भनेका कहाँ फेरिन्छन् र? तँ त फर्किस्। सहरले छोड्यो कि तैँले सहर? दुवैले एकअर्काले छोडे जस्तै भयो। जति भागे पनि मनले आफ्नै ठाउँ खोज्दो रहेछ। मनले थाहा पाउँछ, तर मान्छेले ढिला बुझ्छ। अनि सहर उज्यालो धेरै, अँध्यारो डर लाग्यो। मैले धेरै बुझिनँ, तर तँ त गाउँमै थिइस् त। कसरी चलिरहेछ जीवन? जीवनले धेरै कुरा छोडेर गइसकेको छ। केही कुरा नि पक्रेर राखेको छैन। ऋणले मान्छे पो अरू बनाउँदो रहेछ। ऋण कति छ र? सारिका, तँ त 2-4 नोटले कहाँ नाप्न सकिन्छ र? यो मन र तनले तिर्नुपर्ने ऋण कहाँ अहिले म भन्न सक्छु त? नमस्ते दादा। नमस्ते नानी, नमस्ते। ओहो सारिका बहिनी, अनि तिमी सहरबाट कहिले आएको? 2-4 दिन भयो दादा। दसैँ पनि गयो, तिहार पनि गयो, बाली नाली भित्राउने बेला पनि टरिसक्यो, लाउने बेला पनि टरिसक्यो, अनि एक्कासी आइछौ त बहिनी तिमी। किन र दादा, आफ्नो घर आउन नि कुनै ओकेजन चाहिन्छ र? नआएको पनि धेरै भयो, त्यसैले यसो भेटघाट गरौँ भनेर आएको नि। ल बहिनी, आफ्नो गाउँघरमा बेला बेलामा आइराख्नुपर्छ नि है। हस् दादा, अहिले ल लाग्छ। हस् बहिनी। सीता, यता आऊ न, किन अप्ठ्यारो मानेको? आज मलाई धेरै डर लागिरहेको छ राम। आफैबाट, हाम्रो सम्बन्धबाट र भविष्यबाट। आज तिमी केही निर्णय नगर सीता। तिमी धेरै थाकेकी छौ र तिमीलाई दुःख पनि छ, पीडा पनि छ। तिमीलाई बोल्न मन लाग्यो बोल, नभएर तिमी आराम गर्नुपर्छ है। किन अझै पनि मलाई यति धेरै बुझ्छौ राम? हामी भेट्नु नै दैवकै खेल थियो सीता, तर के गर्नु, म तिम्रो एउटा शुभचिन्तक मात्र बन्न सक्छु। बस म तिमी रुँदाखेरि मलाई पीडा हुन्छ। जिन्दगीले मलाई धेरै पटक डोबाटोमा उभ्याएर, तर आज
जिन्दगीको सबैभन्दा कठिन दोबाटोमा उभिएको छु। एउटा कुरा भन त सीता, जिन्दगीले यदि मौका दियो भने तिमी कुन बाटो रोज्छौ?